साथीहरु आजको भिडियोमा म यो पेपरमा अजित सिंहको ड्राइङ बनाउनेवाला छु र तपाईहरुले रिजल्ट त एन्डमा देखिहाल्नुहुन्छ तर यो रिजल्ट पाउनलाई म के स्ट्रगल गरेको छु भनेर मैले यो पुरा भिडियोमा बताएको छु र ब्लग टाइप पनि राखेको छु यो भिडियोलाई चाहिँ यहाँ देख्न सक्नुहुन्छ आउटलाइन चाहिँ ड्रा गरिसकेको छु अनि यहाँ चाहिँ छ रेफरेन्स फोटो र अहिले चाहिँ यहाँ शेयरिङ स्टार्ट गर्ने चाहिँ पहिला मैले यहाँ एउटा जिनिस किनेर ल्याएको छु अहिले भर्खरै यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हो मिनी स्पिकर देख्न सक्नुहुन्छ एउटा यो चाहिँ हो स्पिकर एकदमै सानो छ पकेटमा पनि इजिली आउँछ र यसको साथसाथ मलाई यहाँ टाइप सी को केबल मिलेको छ अनि यो चाहिँ यस्तै झुन्याउने हो साथीहरु यो स्पिकर चाहिँ सानो भए तापनि महँगो नै पर्दो रहेछ के प्राइस चाहिँ आज मसित यत्रो ठुलो स्पिकर हुँदाहुँदै यत्रो सानो स्पिकर किन किन्नु पर्यो त र यो भएको चाहिँ यस्तो हो कि यहाँ देख्न सक्नुहुन्छ यो स्पिकरको वायर नै मुसाले खाइसकेको छ सानो गल्तीले गर्दा पुरा यो स्पिकरको नै नोक्सान भयो स्पिकर यत्रो सानो छ तर यसको साउन्ड फेरि एकदमै लाउड छ ल त अब ड्राइङ कन्टिन्यू गरौँ न त देख्न सक्नुहुन्छ पुरा 1 घण्टाको बाद पनि यति मात्रै ड्र गरिसकेको छु साथीहरु अहिले चाहिँ म यहाँ बिएड ड्र गर्न थालिसकेको छु र यहाँ चाहिँ मैले यो डकुमेन्ट्री भिडियो हेर्दै छु बइल हेर्न भ्याएको छु आज चाहिँ डे 1 खतम हेलो साथीहरु दिस इज द नेक्स्ट डे र हिजो राति चाहिँ मैले यति कम्प्लिट गरेर सुतिसकेको थिएँ अब चाहिँ बिएड ड्र गर्न रहेको छ अहिले चाहिँ यहाँ देख्न सक्नुहुन्छ मैले एकदमै बेसिक जिनिस मात्र बनाइराखेको छु अहिले चाहिँ यो फर्स्ट लेयर बइल हुँदैछ अब यसको माथि अझै 2टा लेयर आउँछ अनि बइल अलिक रियलिस्टिक लुक आउँछ ल त अब यसो खिड्की खोलौँ Empty hearts and neon lights. They're playing with my mind. Gotta get out. फाइनली बिएड चाहिँ अलिक ड्र भइसकेको छ र अहिले चाहिँ म यस्तो कभर गरेर राखेको छु किनभने अहिले एकदमै गरम पनि हुन थाल्यो अब चाहिँ नुहाएर फाइनली नुहाएर त आइसके अब फेरि ड्राइङ कन्टिन्यू गरौँ लाइट गयो र पानी पनि पर्दैछ अलिअलि र अहिले चाहिँ ड्राइङ चाहिँ यति कम्प्लिट भइसकेको छ फाइनली साथीहरु यस्तो बेसिक शेडिङ चाहिँ कम्प्लिट भइसकेको छ र यहाँ देख्न सक्नुहुन्छ एकदमै रफ देखेको छ अब यसलाई स्मुथ बनाउने हो र स्मुथ बनाउनलाई मैले युज गर्छु यो यहाँ देख्न सक्नुहुन्छ अनि यो ब्रसले चाहिँ यहाँ स्लोली यसो गर्नुपर्छ अनि स्मुथ हुँदै जान्छ के ल यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ मैले सबसे बोरिङ काम गरिराखेको छु यो ग्रेट लाइनलाई मेटाउन यो ग्रेट लाइन मेटाउने चाहिँ सबसे बोरिङ काम हो के ड्राइङमा मलाई लाग्ने चाहिँ
साथीहरू अहिले चाहिँ म एकछिन रेस्ट लिनेवाला छु। स्क्रिन टाइम बताउँछु तपाईँहरूलाई। यहाँ देख्न सक्नुहुन्छ 4 आवर्स र 30 मिनट्स 4 घन्टाबाट कन्टिन्यू ड्र गरिराखेको छु र अहिले चाहिँ यति मात्रै कम्प्लिट भइराखेको छ र अहिले चाहिँ एकछिन रेस्ट लिनेवाला छु। डे 2 खत्म। सो साथीहरू आज चाहिँ डे 3 भइसक्यो यो अरिजित सिंहको ड्रइङ गरेको, तर अझै कम्प्लिट नै भएको छैन र अहिले चाहिँ म यहाँ हेयर पनि कटिङ गरेर आइसकेको छु। साइडको मात्रै, अगाडिको त छोटै छ। यहाँ देख्न सक्नुहुन्छ यति मात्र कम्प्लिट भइराखेको छ र अब यसलाई फेरि कन्टिन्यू गर्ने हो। Empty hearts and neon lights. त साथीहरू यो हेयर ड्र गर्नलाई चाहिँ एकदमै डिफिकल्ट भएको छ। यहाँ हेर्न सक्नुहुन्छ ग्रेड पनि मेटाइसकेको छु र यो हेयर ड्र गर्न चाहिँ एकदमै गाह्रो छ। त्यही हो, फर्स्ट लेयर ड्र गर्नलाई चाहिँ अलिक मेहनत लाग्छ र सेकेन्डमा चाहिँ जसो तसो गरे पनि भइहाल्छ। Playing with my mind. Gotta get out of here tonight. Oh, I wanna run off and fly. डे 3 खत्म। साथीहरू अहिले चाहिँ डे 4 भइसक्यो अरिजित सिंहको ड्रइङ गरेको र अहिले भर्खरै म स्कुलबाट आइसकेको छु र अब चाहिँ फेरि ड्रइङ कन्टिन्यू गर्नु। ड्रइङ कन्टिन्यू गर्ने भन्दा मैले पहिला फ्यान चाहिँ अन गर्नुपर्छ। मार्च लागिसकेको छ र गरम पनि एकदमै हुँदैछ। देख्न सक्नुहुन्छ मैले चाहिँ हिजो यति कम्प्लिट गरिदिइसकेको थिएँ। त्यो पनि फर्स्ट लेयर मात्रै डालेको छु। फर्स्ट लेयरमा चाहिँ कस्तो हुन्छ भने एकदम बेसिक जिनिस पहिला बनाउनुपर्छ र अब चाहिँ सेकेन्ड लेयरमा अलिकति लेभल अप गर्दै जानुपर्छ। लास्ट लेयरमा चाहिँ म डिटेलिङ गर्नेवाला छु, तर डिटेलिङ चाहिँ अहिले गर्दिनँ। डिटेलिङ चाहिँ यो पुरा बेसिक कम्प्लिट भएपछि पहिला डिटेलिङ गर्ने हो। पहिला अलिक फिल आउँछ ड्रइङको। ल अहिले चाहिँ अब यहाँ म हेयरमा फेरि सेकेन्ड लेयर डाल्नेवाला छु र यहाँ मसित छ यो चाहिँ हो 6B 5B। अब स्टार्ट गरौँ। And I'll tell myself it's fine to be alone, just to find somewhere that finally feels like home. ल त गाइस यहाँ देख्न सक्नुहुन्छ हेयर कम्प्लिट भइसकेको छ, लेकिन पुरा कम्प्लिट भएको छैन। पहिलो सेकेन्ड लेयर हुँदैछ, यसमा लास्ट लेयर डाल्न छ र त्यो चाहिँ म बादमा ड्र गर्नेवाला छु। अहिले चाहिँ मैले यताको एरिया अलिकति कम्प्लिट गरौँ कि भन्दै सोच्दैछु। ल त स्टार्ट गरौँ न त कति कम्प्लिट हुन्छ। I hate all this overthinking. डे 4 खत्म। गुड मर्निङ साथीहरू, आज चाहिँ डे 5 भइसक्यो अरिजित सिंहको ड्रइङ बनाएको र आज चाहिँ सन्डे हो या मन्डे, रोज बनाओ ड्रइङ। ल यहाँ कम्प्लिट भइसकेको छ। होइन मजाक गरिराखेको छु, कहाँको कम्प्लिट हुनु। यहाँ पहिला बेसिक जिनिस पहिला कम्प्लिट हुँदैछ। यो पेपर चाहिँ यहाँ गरेर एकदमै बेसिक जिनिस ड्र भइसकेको छ र यसमा अब लास्ट लेयर डाल्न रहेको छ। त्यसमा चाहिँ मैले डिटेलिङ गर्नेवाला छु। यहाँ आँखा अलिक डार्क एरियालाई झन् डार्क बनाइदिन्छु होइन। जैसे कि आँखा, आइब्रो, बियर्ड, हेयर्स, अनि यो अलिकति सर्ट। हाइलाइटको त केही गर्नु पर्दैन, किनभने मसित हाइलाइटको सामान नै केही नै छैन। सिर्फ यहाँ सेडोजको लागि मात्रै छ सामान। साथीहरू अहिले चाहिँ म सोच्दैछु कि यहाँ ब्याकग्राउन्ड पनि बनाऊँ कि नबनाऊँ भन्ने। ब्याकग्राउन्ड बनाने कि नबनाने। ल त अहिले मैले डिसाइड गरेको छु ब्याकग्राउन्डमा अलि मात्रै सेट हाल्ने हो, धेरै त गर्दिनँ, नभए बिग्रे भएर फेरि यस्तो घन्टाको मेहनत बर्बाद जान्छ।
अहिले भर्खरै मैले यो ब्याकग्राउन्ड बनाएको टाइम ल्याप्स भिडियो हेरेको त खोइ त्यो भिडियोमा त केही नै बुझेकै रहेन रहेछ र देख्न सक्नुहुन्छ एकदमै पुरानो टाइपको लुक दिन खोजेको छु र अलिअलि मात्रै ब्याकग्राउन्डमा सेट हालेको छु क्यामेरामा चाहिँ अलिक राम्रोसँग देखिएकै छैन ब्याकग्राउन्ड ल ड्रइङ चाहिँ कम्प्लिट भएको छ अब यहाँ बोर्डर बनाउनु पर्यो ल त अब 1 सेकेन्डमा बोर्डर बनाएर भ्याउँछु है यहाँ बोर्डर त कम्प्लिट गरिसकेको छु यहाँ देख्न सक्नुहुन्छ बोर्डर मात्रै होइन पुरा ड्रइङ नै कम्प्लिट भइसकेको छ इन्जोय द सिनेमेटिक शट To where we started out. Get me out of now. To where we started out. La 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 la. Oh oh. Get me out of broken hearts and stuff. ल त हजुरहरूलाई यो स्केच कस्तो लाग्यो कमेन्टमा बताउनु है र यो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला र आजको भिडियोमा चाहिँ यति नै थियो र भेटौँला अर्को भिडियोमा बाई बाई ल त हजुरहरूलाई यो स्केच कस्तो लाग्यो